गाउँघरमा साथीभाइ छैनन्, सबै परदेश लागिसक्यो हुन्छ। अरू पनि देखाउँछु त। मेरो गाउँले जीवन यस्तै छ है साथी। ल स्वागत छ एमसिबी भ्लगमा। अनि मेरो सर्वप्रथम त के भने युट्युबको साथीहरूलाई सबैलाई नमस्ते छ। सधैँको जस्तै रमाइलो भिडियो ल्याएर आएको छु, अन्तिमसम्म हेरिदिनु होला। तपाईँलाई राम्रो दृश्य नै देखाउँछु भन्ने मेरो ठुलो चाहना छ। आज चाहिँ यो खस्टा बोकिराखेको छु तल बस्तुहरूलाई घाँस दिनलाई। अनि त्यहाँसम्म जाँदा के बाटोमा कस्तो भेटिन्छ होइन। अब वातावरण म त सधैँ पनि जङ्गल देखाउने, जङ्गलमा के पाइन्छ, बाटोमा के पाइन्छ, कस्तो पाइन्छ, पूर्वको पाँचथरतिर त्यहाँको वातावरण देखाउने मान्छे हो। अब तपाईँहरूले चिनिसक्नुभयो, म देखाउँदै जान्छु, तपाईँहरूले हेर्दै जानु, लास्टसम्म हेरेर साथ दिनु होला भन्न चाहन्छु है साथीहरू। काँडा छ, तर पनि यो फुल पनि राम्रो फुल छ क्या, त्यो हुन्छ। अरू पनि देखाउँछु, तपाईँहरूलाई हेर्दै जानु हो भिडियो। बोल्दै यहाँसम्म आइपुग्दा बिस्तारै तल गोठ पनि देखिन थाल्यो, बस्तु गोठ पनि यहाँसम्म साथ गरिदिनै भएको छ। आइपुग्न आँट्यो गोठ पनि, अनार छ यता मेरो, क्यामेरा पछाडिको चलाइरहेको थिएँ, अगाडिको अलिक राम्रो हुँदैन र त्यस्तै छ, पुग्न आँट्यो। साथीहरू यता बस्तीहरूलाई पनि खुस्टा दिइसकेँ ल्याएर, अनि यता 3टा छन्। अब म घाँस काट्नु छ, त्यस्तै छ घर गाउँ हाम्रो, यस्तै छ। हेर्नुहोस् के भन्नु रहेन, जिन्दगी यस्तै छ। घाँस काट्यो, दाउरा काट्यो। मेरो गाउँले जीवन यस्तै छ है साथीहरू। अब परदेश जाउँ भन्दा नै बुढापाका आमा बाउले छाडेर जाने कुरा भएन, त्यस्तै छ। एक्लै छु, सबै परदेश, कुनै कहाँ। जिन्दगी यस्तै छ, चल्दैछ, रमाइलै छ। तपाईँहरू पनि रमाइलो बस्नु होला। अब म चाहिँ घाँस काट्नु छ, भर्खरै बस्तुले पराल दिइसकेँ। घाँस भर्खर मैले रोपेको, यहाँदेखि उठो लगभग 1 बिघा जति घाँस रोपिसकेको छु। घाँस रोप्ने तरिका चाहिँ हाम्रो भिन्नै छ। फेरि यहाँ चाहिँ अब झारले खाइसक्यो, घाँस यसरी रोप्नुपर्छ। अनि यसरी यो यहाँ भुरी रोपेको छ, यो देखेको वरिपरि सबै घाँस रोपाइयो। अनि यो कोला भर्खरै रोपेको, यो चाहिँ भर्खरै खोलेको बारी पनि हो। यो साल मात्रै खोलेको, 3-4 वर्ष बाँझो नै थियो भनौँ न। बाँझो बारी खोलेर के गर्नु, परदेश पनि गइएन, यहीँ गरौँ न भनेर थालियो। घरदेखि तल, निकै तल गए पनि यसो हाम्रो गाउँतिरको दाल ल्याउँछ, खानु पऱ्यो नि त, आफ्नै गाउँघरमा भनेर यो दालहरू रोपेको यो वरपर। त्यस्तै छ गाउँले जीवन, जसोतसो चलाइँदैछ, रमाइलो छ। तर एउटा कुरा चाहिँ चित्त नबुझ्दो रहेछ क्या, सबै साथीभाइ कता, अनि गाउँघरको साथीभाइ पनि बिस्तारै बसाइ झर्दै तराईतिर, पहाडतिर अहिले खाली नै छ। त्यस्तै छ। अब यति भन्दा फेरि अर्को भिडियो जोड्छु, जङ्गलमा के पाइन्छ, कस्तो पाइन्छ, कस्तो हुन्छ, एकछिन हेर्नुलाई तपाईँहरूले साथ दिनुभएको छ, हेर्नु होला। त्यस्तै छ। अहिले बोल्नु पनि मलाई त आउँदैन, नयाँ भनौँ भन्दा पनि खै भयो 3-4 साल भिडियो युट्युबतिर लगाएको, तर मेरो बोली चाहिँ यस्तै छ, घृणा नगरिदिनु होला भन्दै अगाडि बढ्दैछु। ल म अहिले घाँस काट्ने ठाउँमा पुगेपछि अर्को भिडियो जोड्ने छु है त साथीहरू। तपाईँहरूलाई भनेको थिएँ नि अर्को भिडियो जोड्छु भनेर। जङ्गलमा यस्तो फुल पाइन्छ, पहाडतिर चाहिँ मौरीहरू खेलिरहेको छ। वातावरण चाहिँ पहाडमा राम्रै हो, तर अनि खै किन साथीभाइ सबै तराईतिर गए, एक्लो भइयो हो जिन्दगी। अर्को एउटा फुल पनि भेटेको छु, यो चाहिँ मैले युट्युबतिर, गुगलतिर देख्दाखेरि अमेरिकातिर चाहिँ तातो पानीमा भिजाएर चिया बनाएर खाँदो रहेछ, स्वास्थ्यको लागि साह्रै राम्रो हुनेछ रहेछ। यो पानीमा ठ्याक्कै भिजाउने, बिहान बेलुका खाँदा चाहिँ राम्रो हुँदो रहेछ यो फुल चाहिँ। देखेको छु, देख्नु चाहिँ अब मैले चाहिँ युज गरेको छुइनँ, बिस्तारै युज गर्नुपर्छ होला। तर पहिलो कुरा त विज्ञ हुनु पऱ्यो यसको, अन्त विचार गर्नुपर्छ। अघि अरू भिडियो चाहिँ क्यामेरा समय दिने थिएन र बनाइन, घाँसको बारी पुग्यो, अघि एक बारी लगेर लगाइदिएको, अब यो एक बारी लगाइदिइराख्ने। अनि घर जानुपर्ने चाहिँ माथि थियो मेरो घर चाहिँ, म चाहिँ निकै तल झरेको छु, खोलाको छेउमा, खोला बजेको सुन्दै हुनुहुन्छ नि। त्यस्तै छ जिन्दगी, जस्तो सोच्यो त्यस्तै रहेछ।
भिडियो अहिले किन बनाएको भन्ने विशेषमा सम्झिनुहुन्छ भने चाहिँ एक्लै गाउँघरमा साथीभाइ छैनन्, सबै परदेश लागिसके, अलिअलि एक दुईवटा भएको तराईतिर झरिसके, एक्लै छु। त्यसले गर्दा भिडियो बनाउने टाइम पास, डिप्रेसनमा किन जानु, डिप्रेसनमा किन बस्नु भन्ने मात्रै हो। अनि तपाईँहरूसँग यसरी भिडियो सेयर गर्नु पाउँदा रमाइलो लाग्छ, त्यति त हो नि होइन। अब के नै हुन्छ भन्ने चाहिँ हुँदैन यो भिडियोदेखि, मलाई पनि थाहा छ, तपाईँहरूलाई पनि थाहा नै छ छनु त। तर पनि एउटा मनको कुरा एकअर्कामा आदान प्रदान गर्नु मात्रै हो। मन पऱ्यो भने लाइक गरिदिनु, केही तपाईँहरूको मनको कुराहरू राख्नु छ भने कमेन्ट गरिदिनु, सब्सक्राइब गरिदिनु। सब्सक्राइब गर्नु चाहिँ नभुलिदिनु, किनभने एउटा सानो सहयोग होस् तपाईँहरूबाट पनि होइन, यो गाउँमै बस्ने केटाको लागि। त्यस्तै छ, अर्को भिडियो ल्याएर आउँछु। अर्को भिडियोमा पनि पक्कै हामी भेट हुनेछौँ र बाचा गर्दै म चाहिँ बिदा लिन चाहन्छु होइन। अघि पनि भने खासै बोल्नु आउँदैन मलाई, किनभने अब त्यस्तो सहरमा बसेर पढेको मान्छे पनि होइन म त, गाउँघरकै सामान्य पढाइ, त्यस्तो धेरै पढाइ पनि छैन। घाँस दाउरा गर्दै जिन्दगी बिताउँदैछु तपाईँहरूसँग यसरी कुरा गर्दै। ठिकै छ, अर्को भिडियोमा भेट गरौँला। यो भिडियोमा चाहिँ म बिदा लिन चाहन्छु र तपाईँहरू पनि सन्चो सुबिस्तै बस्नु होला, काम गर्नु होला, त्यस्तै भन्दै म बिदा लिन चाहन्छु।